नमस्कार, तपाईहरू सम्पूर्णलाई आजको यस भिडियो श्रृङ्खलामा हार्दिक स्वागत छ। आज हामी पोखराको हृदय स्थलमा अवस्थित विन्ध्यवासिनी मन्दिरको अवलोकन गर्नेछौँ। विन्ध्यवासिनी मन्दिर करिब विक्रम सम्वत 1760 को दशकमा स्थापना भएको मानिन्छ। यो मन्दिर करिब 322 वर्ष पुरानो तथा कास्की जिल्लाको सबैभन्दा पुरानो ऐतिहासिक मन्दिर हो। एक किंवदन्ती अनुसार कास्कीका राजा सिद्धिनारायण मल्लले देवी विन्ध्यवासिनीलाई स्वप्नमा देखेपछि भारतको उत्तर प्रदेश स्थित विन्ध्याचल पर्वतबाट देवीको मूर्ति ल्याउन आदेश दिए। जब उनका मानिसहरू मूर्ति लिएर फर्किँदै थिए, उनीहरूले हालको मन्दिर स्थलमा शिविर स्थापना गरे। तर अर्को दिन बिहान मूर्ति उठाउन असम्भव भएपछि यसलाई देवीको इच्छा मानेर त्यही मन्दिर स्थापना गरियो। यसरी पोखराको मोहरिया टोलमा विन्ध्यवासिनी मन्दिरको स्थापना भई माता विराजमान हुनुभयो। विन्ध्यवासिनीको अर्थ हुन्छ विन्ध्य पर्वतबाट आएकी देवी, जसले यस स्थानलाई आफ्नो निवास बनाइन्। यो नामले देवीको शक्ति, पवित्रता र यस स्थानमा उनको उपस्थितिलाई जनाउँछ। विन्ध्यवासिनी देवीलाई शक्ति, सुरक्षा र विजयको प्रतीक पनि मानिन्छ। यो मन्दिर शिखर शैलीमा निर्मित छ, जुन नेपाली वास्तुकलाको प्राचीन शैली हो। मन्दिरको ढोकाका छेउमा 2 सुनका धातुका सिंह उभिएका छन्, जसले मन्दिरलाई अझ प्रभावशाली र शोभनीय बनाएको छ। दशैं र अन्य विशेष अवसरमा हजारौं भक्तजनहरूको यहाँ भेला हुने गर्दछ र माताको विशेष पूजा आराधना गर्ने गरिन्छ। जनविश्वास अनुसार विन्ध्यवासिनी माता आफ्ना भक्तजनहरूको सम्पूर्ण मनोकामनाहरू पूरा गर्नुहुन्छ। यो मन्दिर केवल भक्तजनहरूको आस्थाको केन्द्र मात्र नभएर नेपालकै ऐतिहासिक मन्दिरमध्ये एक मन्दिर हो। यस मन्दिरको इतिहास, जनविश्वास र किंवदन्तीले यस मन्दिरलाई अझ गौरवशाली बनाउँछ। मन्दिरको वातावरणमा माताको जय जयकार र भजन कीर्तनको मधुर ध्वनिले भक्तजनहरूको मन शान्त बनाउँछ। अब हामी माताको यस प्राङ्गणमा भइरहेको भजनको आनन्द लिनेछौँ। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। Thank you.
भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा हार्दिक धन्यवाद। भिडियो मन परेमा लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नभुल्नुहोला। विन्ध्यवासिनी माताको जय।